त्यस्तै लिएर आएछ त बस्यो बारे मुटुमै पस्यो बारे बगाई बतासले ल्याएछ विरती बस्यो बारे मुटुमै पस्यो बारे बगाई बतासले ल्याएछ सायद मायाको यो सुगन्ध हो फैलिँदैछ यो सो हे गाइस वेलकम ब्याक टु माई न्यू ब्लग सो आज चाहिँ नयाँ वर्ष सबैलाई ह्याप्पी न्यू इयर सो आज चाहिँ म माथि कोही रमाइलो होइन आज कार्यक्रमहरू सबै रनिङ अनि दुईवटा के छ होइन म त्यहीँ जानु लाग्यो अहिले चाहिँ रेडी भइसक्यो म चाहिँ भाङ्डा लगाएर चाहिँ आज चाहिँ त्यही हो माथि चाहिँ रमाइलो गरेर राखेर यतातिर पनि देखाउँछु म तपाईँहरूलाई त्यहाँ माथि चाहिँ रमाइलो गरेर राखेर होइन त्यही हो अब त्यहाँ चाहिँ रमाइलो गरेर अहिले म त्यहीँ जानु लाग्यो होइन त्यहाँ चाहिँ सो गाइस अहिले चाहिँ जानु लाग्यो है जाँदाहरू अहिले चाहिँ एक्लै चाहिँ पछाडि लाग्यो होइन दाजु जग्गा जानु भइसक्यो यो तपाईँको कता पुग्नु भएन सो अझै सिलिन्डर पनि कामी सहीको होइन त्यस्तो त सो लास्ट ठाडो गयो होइन चाहिँ को मतलब को पनि थापेर माथि चाहिँ पसल पनि थापेको छ अरे के बनाउँछ त भन त अझै त्यहाँ माथि पुग्नु पार्किङ छ उठो 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 सो हामी चाहिँ आइसक्यो चाहिँ माथि लोथभरि आएर चाहिँ आउँदो रहेछ तलबाट अस्तितिर मान्छेहरू त कुर्सी बोकेर फेरि लाटो झलाएर तयार मिनट हिँड्न नि हिँड्न नि झलाल्छ मलाई त तलबाट चाहिँ आउँदै छैन चाहिँ नाचगान छ होइन यहाँ चाहिँ नाचिरहेको छ यहाँ चाहिँ सभापति धुर्मराज पौडेललाई म आसन ग्रहणको निम्ति म हार्दिक अनुरोध गर्दछु त्यसैगरी निमित्त यहाँ हाम्रा माननीय ज्यूहरू हुनुहुन्छ हामी भन्दा माथिल्लो उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको छ यसले अवश्य पनि यो प्राकृतिक सुन्दरताको एउटा भारी
त्यस्तै लिएर आएछ त हामीले हिजो भनेको तानेले हायो भनेर अलि यसै गरी द्वितीय स्थान उहाँले नगद प्रथमले नगद रु 33,333 रुपियाँ प्रमाणपत्र मेडल चाहिँ उहाँले प्राप्त गर्नुभएको छ र परम अतिथि आदरणीय माननीय शङ्कर भण्डारीज्यूको हातबाट उहाँले प्राप्त गरिसक्नु भएको छ। यसै गरी द्वितीय स्थान सेकेन्ड हुनुहुने चेस नम्बर 25 का 43 मिनट 55 सेकेन्ड र 40 मिली सेकेन्डमा यो 9 किलोमिटरको दूरी पार गर्नुहुने खोटाङ जिल्ला निवासी गजेन्द्र राईलाई म पुरस्कार ग्रहणको निम्ति म हार्दिक अनुरोध गर्छु। गजेन्द्र राई खोटाङ। धेरै धेरै बधाई छ। यसै गरी तृतीय स्थान प्राप्त गर्न सफल चेस नम्बर 28 का 44 मिनट 13 सेकेन्ड र 40 मिली सेकेन्डमा यो 9 किलोमिटरको दूरी पार गर्नुहुने रोल्पा जिल्लाका मनकुमार रोक्का मगर उहाँ रोल्पाको हुनुहुन्छ। मनकुमार रोक्का मगरलाई पुरस्कार ग्रहणको निम्ति म हार्दिक अनुरोध गर्दछु। द्वितीय पुरस्कार पुगे 33 प्रथम पुरस्कार 33,333 द्वितीय पुरस्कार 22,222 र यो 11,111 सहित सम्मान गर्नु हार्दिक अनुरोध गर्दछु। यसै गरी चौथो चेस नम्बर 89 को यो 9 किलोमिटरको दूरी 44 मिनट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ। महिला तर्फबाट सर्वोत्कृष्ट बहिनी विपना लामा हाम्रै गण्डकी प्रदेशभित्र लमजुङ जिल्लाबाट। यसै गरी महिलातर्फ द्वितीय स्थान हासिल गर्नुहुने चेस नम्बर 87 का 1 घण्टा 4 मिनट र 20 सेकेन्ड उहाँले यो 9 किलोमिटरको दूरी पार गर्नुभएको छ। करुणा गुरुङ लमजुङ उहाँहरू सायद 60 नै हुनुहुन्छ होला सँगसँगै गरिरहेको तयारी मैले। करुणा गुरुङ लमजुङ हाम्रै गण्डकी प्रदेशमा हुनुहुन्छ। करुणा गुरुङ लमजुङका गुरुङ समुदाय है त। र अब महिलातर्फको तेस्रो स्थान प्राप्त गर्न सफल हुने चेस नम्बर 156 का 1 घण्टा 9 मिनट 56 सेकेन्डमा यो 9 किलोमिटरको दूरी पार गर्नुहुने हाम्रै तनहुँ जिल्लाबाट सरस्वती डुम्राकोटी। अब तनहुँ जिल्लाले महिलातर्फ पुरस्कार चाहिँ प्राप्त गरेको छ। बहिनी सरस्वती डुम्राकोटी यहाँलाई हार्दिक बधाई तथा यहाँको उत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ। अर्को साल फेरि यहाँलाई उकालोदौड गर्नेछौँ। त्यति बेला प्रथम हुने गरी आउनलाई बहिनी यहाँलाई धेरै धेरै बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँहरू सबैजना जति पनि विजेताहरू हुनुहुन्थ्यो
दिवस म फर्किएको भएर होइन गाउँ चाहिँ उहाँ गाउँमा अलिक पाहुना आइरहेको छ कस्तो होला गऱ्यो नि त गाउँमा चाहिँ पाहुना आइरहेको छ फेरि होइन यो गाइज एभ्रीबडी लेट्स सपोर्ट सब्सक्राइब कमेन्ट इन आवर सुगम्स भिडियो यस सो गाइज चाहिँ म घर आइसकेँ होइन यो आजको लागि यति नै सो मन पऱ्यो लाइक सब्सक्राइब होइन सो आजको लागि यति नै बाई बाई